नमस्कार हजुर सम्पूर्णमा र धेरै दिन बाद हजुरको माझ फेरि पनि एकपल्ट उपस्थित भई एउटा कविता वाचन गर्न गइरहेछु र यो मेरो कविताको शीर्षक रहेको छ बिल्डिङमा सुत्ने मेरो सपना। फेरि पनि एकपल्ट कविताको शीर्षक रहेको छ बिल्डिङमा सुत्ने मेरो सपना। बिल्डिङमा सुत्ने मेरो सपनालाई सम्झिँदै अनि कल्पना गर्दै आफ्नो जिन्दगी जिउने गर्थे सानैमा। खै किन हो किन सिरुले छाएको अनि माटोले लिपेको घर र तिनचुले चौकामा आमाले बसाएको त्यो डल्ले भाँडाको खाना हेर्दै सोच्ने गर्थे कहिले हामी पनि बिल्डिङमा सुत्ने होला। अनि बर्खाको समयमा पानी पर्दा ती घरको सिरुको छाना चुइन्दा हामी सबै मिली थाल बटुका भाँडा अनि घरको सबै सरसामान किचनभरि बिछाउँदा ती छानाबाट चुइएको पानी तप तप गर्दै झर्दा अनि भिन्न प्रकारले सरसामानहरू बस्दा सोच्ने गर्थे हामी पनि कहिले बिल्डिङमा सुत्ने होला। र हुरी बतास आउँदा खिया लागेर काँटीले छोडेको त्यो घरको च्यादरको छाना बस्दा र धिप्रीको लाइट हावाले बुझाउनु खोज्दा अनि ताले घर नै उचाल्नु खोज्दा सोच्ने गर्थे कहिले हामी पनि बिल्डिङमा सुत्ने होला। र आकाशमा गराङ गुरुङ गर्दा नजिकैको रुखमा चट्याङले हान्दा कान अनि आँखा बन्द गर्दा पनि सुन्नु सक्ने अनि देख्नु सक्ने ती आवाज अनि आँखा अगाडि झिलिक गर्दा सोच्ने गर्थे हामी पनि बिल्डिङमा कहिले सुत्ने होला। र आज जिन्दगीको आधी उमेर ढलिसक्यो, सुत्नु त म बिल्डिङमा सुत्छु तर आनन्दको निन्द्रा छैन, सुख त छ तर जिन्दगीमा शान्ति नै छैन, बत्ती त छ तर जिन्दगी उज्यालै छैन। फेरि पुग्नु त सबै कुरा पुगिरहेको छ तर किन हो किन बचपनको मजा नै छैन। र म सानोमा सोच्ने गर्थे हामी पनि बिल्डिङमा कहिले सुत्ने होला। र म सानोमा सोच्ने गर्थे हामी पनि बिल्डिङमा कहिले सुत्ने होला। हजुरकोबाट सेयर अनि तपाईँको प्रतिक्रियाको अपेक्षा राख्न चाहन्छु। धन्यवाद।